नमस्ते साथी, आज ओमडा भिडियो ल। यसको चाहिँ नाम के हो यो गाडीको? जेको J6 भन्ने यो J6 भन्ने जेको नाम हो J6 मोडल भयो। ए J6 मोडल हैन? जेको चाहिँ नाम हो यसको? जेको चाहिँ ल यो गाडीहरु चाइनातिर चाहिँ आई कार भनेर सेल गर्छ है। त्यही त मैले पनि आई नै भन्छु के। थिम हो के हजुर यो। ए हजुर। तर अब यता उनीहरुले एक्सपोर्ट गर्दा चाहिँ जेको भनेर नाम एउटा चाहिँ दिएको छ। मोडल चाहिँ J6। ए यसको यो ओपनको हाम्रो यो चार्जिङ चाहिँ यसको त्यही उयो हो? त्यता हो कि यता हो? त्यही हो त्यही हो। यसको चाहिँ बक्स छ यसमा हैन। यो बक्समा चाहिँ 10 केजी सम्म केही सामान राख्नु पनि यो लुक्सको लागि भयो। ए हजुर हुन्छ एकछिन बसौँ न है, एकछिन टेस्ट ड्राइभ हानौँ। यहाँ छ अब चार्जिङ चाहिँ यो प्रेस गरेपछि होइन फास्ट र चार्जरको लागि भयो। यो भयो फास्ट चार्जरको भएर लगभग हजुरलाई 7 किलोवाट र 3 किलोवाटको दुईटै चार्जर प्रोभाइड गर्छ अहिले। ए त्यो बटम दाबे चाहिँ आफै लगिन्छ हजुर। एकछिन टेस्ट ड्राइभ हानौँ ल साथीहरू, यो गाडीको पनि यस्तो छ स्किम। अनि यो स्टार्ट चाहिँ के हो, आफै ऊ हुने हो बसेपछि स्टार्ट कि कस्तो? होइन स्टार्ट त यस्तो हजुरले ब्रेक थिच्न पार्छ नि स्टार्ट हुने भइहाल्यो। किनभने कि अटोमेटिकली सेन्स गर्छ। हजुर अफ गर्नलाई चाहिँ अप्सन छ हजुरको ठ्याक्कै। ए अफ गर्नु पऱ्यो भने चाहिँ यहाँबाट अप्सन गर्ने होइन? एकचोटि हजुरले यो तिनचोटि यसरी प्रेस गरिदिनु ठ्याक्कै अफ हुने भयो। फेरि ब्रेक थोरै ए स्टार्ट त्यो पुस स्टार्ट भने जस्तै यसको चाहिँ ब्रेकमा छ कि। ए सनरुफ चाहिँ फुल सनरुफ रहेछ ल यो? फुल सनरुफ। खास यो चाहिँ उसको लागि बनाएको रहेछ नि, अफरोडको लागि? हो यो प्रपोज नै अफरोडको लागि, तर बोथ वेजलाई ठिक्कै चाहिँ हुन्छ। तर अफरोड जान परेको फेरि जस मजाले जान्छ भनौँ न। क्लियरेन्स पनि 200 mm भइहाल्यो। अनि अरू भनेको रियर विल ड्राइभ भयो भने चाहिँ मजाले उकालो बाटोमा यदि ग्राभल पिचेसहरू छ भने पनि त्यो तनाइमा चाहिँ केही प्रब्लम चाहिँ हुँदैन। यो क्यामेरा अफ पनि गर्नु मिल्छ नि होइन? कि अफ अटोमेटिक हुन्छ चलेपछि? अटोमेटिकली अफ हुन्छ। ए चाबी त्यही भित्रै छ। इन्डिकेटर चाहिँ ठ्याक्कै यसको यसमा उल्टो छ होइन? यसको छ त्यति एउटा कन्फ्युजन हुन्छ। तर अलिक बानी पर्यो। होइन त्यो बानी परेपछि त भइहाल्छ। यसको सेल कति छ अहिले? अहिले यस्तो छ हजुरको लगभग अहिले नाडादेखिबाट लन्च गरेको थियो। नाडाको थियो नि त होइन? नाडामा लन्च गरेको थियो। तर अब हामीले आफ्टर तिहार चाहिँ राम्रो सेल गर्नु पाएको थियो। किनकि फ्लडहरू त्यति आएको थियो कि। ए हजुर हजुर। हाराहारी अहिले 200 प्लसको हाराहारी चाहिँ अल ओभर नेपालमा गइसकेको छ। अहिले धेरै चलाएको देखेको छु कि मैले यो। यो साइड लाइट बालेपछि तपाईँको यो साइडको देखाउने हो? साइड क्यामेरा पनि रहेछ भनेपछि ग्राउन्ड क्लियरेन्स पनि हो 200 कति हुनु? 200 mm। 200 mm होइन? नेक्सनको 210 हो कि कति भनेको? नेक्सनको 190 हो कि 210 भनेको थियो? 190 प्लस मैले चलाउने नेक्सन पनि छ कि एउटा। हजुर त्यसको 190 हो कि 210 भने जस्तो लागेको थियो। तर ठोकिँदो रहेछ यसको चाहिँ देखाइदिए नि त्यति भन्ने। तर ऊ चाहिँ रहेछ कि के अरे ब्याट्री चाहिँ तल गएछ कि। त्यही भएर मैले अघि ब्याट्री हेरेँ कि। हजुर हजुर ब्याट्री कतिको मुनि छ भनेर। अहिलेको त सबै इभीको त सबैको ब्याट्री त्यही त मुनि नै हुन्छ नि। हजुर यो हल्लिनु चाहिँ कति हुन्छ अफरोडतिर? अफरोडको फेरि यतातिर त्यति ट्र्याक चाहिँ छैन। कतिको हल्लिन्छ? तर यसको लागि त हामीले त कस्तो नि यो डट टेम्पल भनेको हाम्रो यहाँ
धुलीखेलमा त्यो अफ रोड ट्र्याक नै बनाएर पुरै टेस्टिङ गरेर जुन चाहिँ नाडाको जुन चाहिँ बुकिङ थियो नि हाम्रो हजुर हजुर त्यो सबै कस्टमरहरूलाई चाहिँ त्यो इभेन्ट हामीले इन्भाइट गरेको थियौँ सबै उहाँहरूलाई पनि टेस्ट ड्राइभ गरायौँ त्यही अफ रोड अनि त्यही अफ रोडमा उहाँहरूले अब कस्तो रहेछ त्यसको पर्फर्मेन्स भन्ने त्यहीँनिर टेस्ट पनि गरेको क्या हामीले त्यसपछि चाहिँ अनि हामीले सेल गर्न चाहिँ थाल्यो है त्यस राम्रो थियो त्यसपछिको रेस्पोन्स अरू त सबै नर्मलै छ नि होइन बटन सिस्टमबाट गर्ने रहेछ हामी यतै नारायण चोक एक राउन्ड मारेर पनि त्यही नारायण चोक होइन नारायण चोक हुन्छ कसैको कसै नक्सा हुन्छ साइड लाइट बालिसकेपछि चाहिँ यतै ऊ हेरे हुँदो रहेछ ग्लास रहेछ हो होइन डिस्प्ले नै हेरे पनि पुग्दो रहेछ तर यस्तो नि त कतिलाई त अब बानी लुकिङ धेरै जस्तो त लुकिङ ग्लास तर सबसे रिलायबल चाहिँ यही नै हुन्छ हजुर लुकिङ ग्लास लुकिङ ग्लास अब त्यो आफूलाई कन्फिडेन्ट अब त्यो आफ्नो चलाइमा ऊ हो तर अब यसो अगाडि के छ पछाडि के छ त्यो हेर्नको लागि सजिलो चाहिँ यसमा स्क्रिनमा हेर्नुको लागि हजुर किनभने योहरू चाहिँ के हो त नि योहरू त्यो तपाईँको त्यहाँबाट कन्ट्रोलेबल गर्न मिल्छ जस्तो कि भोल्युम भयो एसीको भयो त्यसपछि मिररहरू एडजस्ट गर्न मिल्छ त्यसबाट अनि म्युजिकहरू चेन्ज गर्न मिल्छ त्यो सबै त्यहीँबाट मिल्छ यताबाट सिटाबाट लिफ्टहरू गाडी त सजिलो रहेछ त्यो ठ्याक्कै तपाईँको अफ रोड मतलब यो अफ रोड गाडी त भयो गाडी हेर्दा पनि एसयुभी टाइपमा मजाले नै भिजिबल देखिन्छ अगाडिको ड्यासबोर्डहरू यो त सबै डिस्प्लेबाट हुन्छ डिस्प्ले पनि कति ठुलो रहेछ है सबै डिस्प्लेबाट गर्ने होइन ब्रेक लगाएपछि चाहिँ बसेपछि चाहिँ यसरी सबै देखाउँछ कि अटोमेटिक हो कि यो चाहिँ अब अगाडि सेन्स गऱ्यो भने अगाडि छ नि अनि यसो यो सेन्सर ब्रेक लाग्छ लाग्दैन सेन्सर ब्रेक ब्रेक लाग्ने हुन्छ कि अटोमेटिक अटोमेटिक ब्रेक लाग्छ त्यो इमर्जेन्सी ब्रेकिङ तर त्यसलाई अफ अन गर्नु पनि मिल्छ हामीले त्यो चाहिँ अफै गरेको ठिक अफ यस्तो अब अलि बिजी रोडमा त अफै गरेको ठिक छ काठमाडौँमा त अफै गरेको ठिक रहेछ अब अलिकति तपाईँको हाइवेतिर जाँदाखेरि कहिले काहीँ त्यो काम पनि लाग्न सक्छ त्यो त्यहाँ हाइवेतिर चाहिँ काम लाग्दो रहेछ त्यो सेन्सर चाहिँ नभए त अब तपाईँको सिटीमा त्यति ग्याप डिस्टेन्स मेन्टेन गरेर चला हुँदैन अनि कहिले काहीँ झ्यापै ब्रेक लगाइदियो भने पछाडिकोबाट हान्ने चान्सेस चाहिँ बेसी हुन्छ किनभने यतातिर तपाईँको त्यो सिस्टम फलो गर्दैन सबै नजिकै लिएर चाहिँ बेसिकली बाइकै भनौँ न हजुरको त्यति ग्यापै मेन्टेनै गरे हुँदैन यसको हर्न चाहिँ यो दाबी यसमा अटो होल्ड भन्ने छैन अटो होल्ड छ नि सर हजुरको अपोजिटमा ए हुन्छ अटो होल्ड होइन यसमा डिस्काउन्ट चाहिँ कति आउँछ अहिले डिस्काउन्ट राखेको छैन अफर नै चलिरहेछ जुन चाहिँ हजुरको अब एक्सचेन्ज अफर हामीले गरिरहेछौँ अहिले हजुर कस्तो भने यसमा अब एमआरपी त यसको 69.99 भयो 70 लाख चाहिँ भनौँ 70 त्यसमा अहिले हामीले क्यास डिस्काउन्ट चाहिँ 1 लाख गरिरहेछ अनि टपअप जुन चाहिँ एक्सचेन्जमा चाहिँ 2 लाखको गरेर टोटलमा 3 लाखको बेनिफिट हजुरले पाउनुहुन्छ यसमा अनि अर्को भनेको 7 किलोवाटको घरमा 1 मन्थ चार्जर र अर्को पोर्टेबल चार्जरको बोकेर हिँड्ने मिल्ने 3 किलोवाटको चार्जर त्यो दुइटै प्रोभाइड गर्छौँ इन्सुरेन्स एउटा चाहिँ हामीले दिएको छैन त्यो चाहिँ
कस्टमर आफै बियर गर्नुपर्ने हुन्छ यसको चाहिँ फुल इन्सुरेन्स चाहिँ गराउनु पर्ने हुन्छ है लगभग अहिलेको स्किममा त्यो छ अनि कलर अप्सन्समा अब हजुरलाई त्यही मैले भनिहालेँ 4वटा कलर अप्सन छ त्यसमा पनि अब लिमिटेड अप्सन्स भइसकेको छ अब यो 24 को गाडीहरू भयो यिनीहरू सबै 25 पनि अब आउन त आउँदैछ अलिक टाइम चाहिँ लाग्छ होला हुन्छ हुन्छ यहाँ ड्राइभर यही त नि सिस्टमहरू होइन यसको पार्किङको चाहिँ यो दाबी हुन्छ गियरहरू पनि यहीहरू नै भइहाल्यो यसको यो साइड लाइट भइहाल्यो होइन अब अफ गर्नु पऱ्यो भने ब्रेक यो स्टार्ट यहाँबाट नि होइन त्यहाँबाट 3 चोटि चाहिँ प्रेस गरिदिनु ए 3 चोटि गर्नुपर्छ अथवा 3 सेकेन्ड होल्ड गर्नु पऱ्यो अथवा 3 चोटि प्रेस यसरी गर्नुभयो भने ठ्याक्कै अफ हुने भइहाल्यो अथवा बाहिर गएर हजुरले किलर लक गर्नु भने त्यो चाहिँ अटोमेटिकली अफ हुन्छ हजुर ए योहरू नै छ सिसाहरूको डोरको चाहिँ यो रहेछ यहाँ दाबेपछि डोर रोप्यो इलेक्ट्रिक मिटर ल यस्तै छ सिस्टम यसको ल हस् त साथीहरू धन्यवाद यो गाडी आइको